खतरा मोटो भ्लग। सबैजनालाई मेरो फ्याफुल्ला। तपाईहरु सबैजना के कस्तो हुनुहुन्छ? म एकदमै सन्चै छु। तपाईहरु पनि सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ एकदमै भिडियो बनाउन नआए पनि भिडियो बनाउने मोडमा आइसकेपछि भिडियो बनाउँदै छु म, हैन। मेरो भिडियोहरु त खासै राम्रो त हुँदैन र बनाउन पनि आउँदैन। तैपनि राम्रो नभए पनि राम्रो मान्दिएर हेरिदिनु होला। यसो लाइक सब्स्क्राइब पनि हान्दिनु होला है। तपाईहरुले माया देखाउनु होला। अनि यो फाइनली हैन, मेरो यो क्यामेरा चाहिँ दाइले पठाइदिनु भएको सबै मोबाइलमा नै आउँछ। मोबाइलमा कनेक्ट गरेपछि चाहिँ सबै यहीँबाट चलाउन मिल्छ, माथि चलाउनै पर्दैन। त्यो भएको कारणले चाहिँ सट्ट भिडियो बनाउँदैछु म, हैन। अब क्यामेरा भएपछि त अनि यसो भिडियो बनाउन पनि मन लाग्छ नि त। अनि आमा या साथी त अझ ध्यान यस्तो लिएर आएको, कस्तो लिएर आयो यार, किनेछ क्या है। सही हो सही हो। मेरो चाहिँ एनएक्स भने पनि ट्युब भने पनि सबै साइन भने पनि जे भने पनि यही हो, साइकल भने पनि हैन। मलाई यसमै खुसी छु, यसमै ठिक छ। अभी मजा आएगा ना भिडियो। सो अनि हैन, यस्तै हो। अब राम्रो भिडियोहरु चाहिँ बनाउनु पाउँदैन, कतै घुम्न पनि जानु पाउँदैन, हैन। अहिले चाहिँ म काममा जाँदैछु। त्यही काममा जाँदाखेरि बाटोमा यसो भ्लग बनाऊ भनेर मात्रै हो, हैन। त्यो भएको कारणले अब के गर्नु। र साथी हो, मैले चाहिँ हैन यो साइलेन्सर लाएको छु, हैन। अब रार लागेको कारणले गर्दा के पड्काउने क्या। यो लागेपछि चाहिँ खतरा पड्किन्छ नि त, पटटर गर्छ, हैन। डुकको जस्तै आवाज आउँछ। तपाईहरु पनि ट्राई गर्नु होला यस्तो बनाएर, हैन। यसको साउन्ड चाहिँ अर्को भिडियोमा राखिदिन्छु म। यसमा चाहिँ अब अनि त्यहाँ दिदी र दाइ पनि भेट्नुभयो र गफसफ पनि गर्यो। अनि त्यसपछि चट्ट अब चाहिँ हिँड्नु पर्यो, हैन साथी हो। ल छिटो चढ है बहिनी, ढिलो भइसक्यो। साथीहरु हिँड्न लागिसक्यो। तर पनि तिनीहरूलाई नभेटे पनि एकैछिनमा तलतिर त म भेटिहाल्छु नि। तर साथी हो, बाटो चाहिँ एकदमै यस्तो छ, हैन। नराम्रो छ, हेर्न सक्नुहुन्छ है। लड्यो भने त सक्यो नि त, हैन। र अब चाहिँ साथीहरूलाई देख्न सक्नुहुन्छ। साइन भयो भने एनएक्सहरूलाई चाहिँ म यस्तरी टप दिन्छु क्या या, हैन। तर तिनीहरूले पनि मैले जस्तो अब चाहेर कुदायो भने त तिनीहरूलाई भेट्दैन। अब 125 सीसीको जाब त मेरो, हैन। तर पनि हानिन्छ, फन्काइन्छ। अब साथीलाई पनि टप्ने छु है त, हेर्नु है त। उसलाई पनि नटपी त कहाँ भएको छ र। एनएक्स हो नि त, तर एनएक्स भएको भए चाहिँ कमाल हान्थ्यो होला जस्तो लाग्छ। देख्यो त, म पनि खतरा, बाइक पनि मेरो खतरा, मान्छे पनि म खतरा क्या। फेरि यस्तो हानेपछि त, हैन, कसले भेट्छ क्या फेरि मलाई भनेर चाहिँ फेरि नभनौँ। अच्छा ठीक है। अरे कहाँबाट आयो यार यो अगाडिको फेरि यार, खतरा यार। तर म त्यसलाई तग्गु छोडेर छोडिहाल्छु नि, देख्न सक्नुहुन्छ, हैन। यस्तो नि त साइन भनेर हेपेको हामीलाई। म खतरा हो, बाइक नराम्रो भयो भने खतरा हानिदिन्छु नि त म। आमा R15 फेरि च्यालेन्ज हाने, आमा फेरि यो पनि अगाडि आइहाल्यो हेर है त। ल यार, अब फेरि हान्नु पऱ्यो यिनीहरूलाई चाहिँ, हेप्दो पो रहेछ यार। फेरि अगाडि गएर हेर न यार, मलाई जिस्काउँछ, हानेर हिँडिदिन्थेँ यार म यार। मेरो पनि यस्तो बाइकहरू भएको भए चाहिँ, हैन, साइनमा त भेटिहाल्छ। त्यही भएर यस्तो नगरौँ, तर टप्नुपर्छ है यसलाई चाहिँ। रन्का बुधे रन्का टप यसलाई
ल फाइनली टप दियो साथीहरू, जसमा 1 लाइक भनिदिनु होला है त होइन, 1 लाइक जाओस् यसकै लागि। र साथी हो अब चाहिँ हाम्रो होइन काम गर्ने ठाउँ पनि आइसक्यो फाइनली। अब आजको लागि भिडियो चाहिँ यति नै। तपाईँहरूको आजको दिन शुभ रहून्, चित्तको चित्तो पुगोस् होइन भन्दै आजको भिडियोलाई चाहिँ यति नै। सबैजनालाई बाई बाई, टाटा।